हेलो साथीहरू, फेरि स्वागत छ तपाईँहरूलाई हाम्रो यो युट्युब च्यानलमा। म मोटिभेसनल स्पिकर इन्जिनियर सुखसागर यादव। आज म केही भन्न गइरहेको छु। हुनसक्छ तीमध्ये केही कुराहरू नराम्रो पनि लाग्न सक्छ, तर त्यो सत्य कुरा हो। जब तपाईँ दुःखी हुनुहुन्छ त्यतिखेर तपाईँ सोच्नुहुन्छ कि हामी किन दुःखी भयो। त्यसको एउटै कारण छ, तपाईँ जे चाहनुहुन्छ त्यो भइरहेको छैन। मतलब तपाईँको जीवन तपाईँको अनुसार चलिरहेको छैन। अब म जे भन्न गइरहेको छु कृपया त्यसलाई ध्यान दिएर सुनिदिनु होला। के तपाईँको जीवन तपाईँको ठिका लिएको छ? के तपाईँ जे चाहनुहुन्छ त्यही हुन्छ? के तपाईँसँग एग्रिमेन्ट साइन गर्नुभएको थियो कि तपाईँको अनुसार हिँड्ने? त्यसैले सोच्नु तपाईँको काम हो भने गर्नु तपाईँको कर्तव्य हो। र अर्को कुरा, जिन्दगीलाई केही फरक पर्दैन या त तपाईँ मर्नु या त जिउनु। यदि तपाईँ जिउन चाहनुहुन्छ भने आफ्नो जीवनलाई नराम्रो भन्न बन्द गर्नु। आफूलाई यस्तो लाइक बनाउनु कि जे तपाईँ चाहनुहुन्छ त्यो आफै हिँडेर तपाईँको नजिक आउनेछ। आफ्नो दिमागलाई सोल्युसन्समा फोकस गर्नु, प्रब्लम्समा होइन। बसेर मात्र यो नसोच्नु कि मलाई यो भएन त्यो भएन, मलाई यो चाहियो त्यो चाहियो। यदि थाकिहाल्यो भने रुइहाल्नु, आँसु बगाइहाल्नु, मनलाई हल्को गरिहाल्नु। फेरि आफ्नो अन्तर आत्माबाट धेरै एनर्जीले भन्नु, अब धेरै भइहाल्यो, अब मलाई अगाडि बढ्नुपर्छ, अगाडि बढेर नै छाड्छु। म अहिले त राम्रोसँग सोचेकै छैन, थाहै छैन कि मलाई केही गर्नुपर्ने हुन्छ। तपाईँसँग एनर्जीको कुनै कमी छैन, तर यो एनर्जीलाई एक ठाउँमा समेटिएर एकत्रित गर्नुपर्छ र एक ठाउँमा फोकस गर्नु। तर फोकस सही बाटोमा गर्नु, मन्जिलमा होइन। किनकि मन्जिलमा मात्र ध्यान राख्छु भने आफ्नो बाटो बिर्सिहाल्नुहुन्छ। यदि ध्यान सही बाटोमा हुन्छ भने आज न त भोलि मन्जिल अवश्य मिल्नेछ। बाटोमा एक होइन, हजारौँ प्रब्लम्स आउनेछ, तर रुक्ने होइन, अगाडि बढ्दै जाने। यदि थाकिहाल्नुहुन्छ भने एकछिन आराम गरिहाल्नु, तर रुक्ने होइन, अगाडि बढ्दै जाने। कहिले आउनेवाला कल त कहिले बितेको पल तपाईँलाई कहिले रुलाउँछ, कहिले डराउँछ त कहिले हँसाउँछ। त्यसैले अगाडि बढ्दै जाने, अगाडि बढ्दै जाने, रुक्ने होइन। हजुरहरूलाई यो मोटिभेसनल भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने अवश्य लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला। किनकि हजुरको एक लाइक, कमेन्ट एन्ड सेयरले हाम्रो मनोबल अवश्य बढाउनेछ। थ्याङ्क यू फर वाचिङ। हेभ अ नाइस डे।